कति चाहिँ अट्छ कति केजी हुन्छ दोकानमा 20-22 केजी हुन्छ कि तपाईँको अहिले यसलाई के टिपाइ भन्छ यसलाई चाहिँ के हुन्छ नि डब्ल्युसी भनेर हुन्छ नि डब्ली 50 किलो छ अहिले यहाँदेखि उता ओटी झऱ्यो तपाईँको कति झऱ्यो डोकोबाट झऱ्यो अनि यो हात टिप्नु र टिप्नुमा के भिन्नता छ हजुर सुन्नुहोस् न हातले टिप्नु र यसले यो गर्नुमा के भिन्नता छ यो सजिलो हो यो सजिलो हो हातमा खियासिया लाग्दैन है लाग्छ हँसियाले यहाँ काट्छ सबै काट्छ, हजुर, पन्जा लाएर ए, काट्छ हजुर। यो हुँदा हेर्नु न सुरक्षित भयो नि त हजुर सुरक्षित भयो हँसियाले हामीलाई जो रगतहरू छ हजुर त्यो कम्पनीले नै हामीलाई दिएको कम्पनीले यो सजिलो होस् भनेर चाहिँ अब यो डोको भर्न कति टाइम लाग्छ यो तान्दा फुट्छ हजुर डोको भर्न कति टाइम लाग्छ यसलाई हामीले लगभग 20-25 मिनट लाग्छ हातले टिप्दा कति समय लाग्छ हातले टिप्दा त लाग्छ झन्डै कति नहुँदा त आधा घन्टै लाग्छ लाग्छ नि हजुर हुँदाखेरि चाहिँ अब हामी चाहिँ यहाँ सोक्टिम चिया बगानमा छौँ आज यहाँ आज चिया टिपाइ हुँदो रहेछ दिदीहरूले चिया टिप्नु हुँदैछ यो बाटोमा जाँदा जाँदा रोकेर अनि यसरी हेऱ्यो राम्रो छ हामीलाई अब होइन हामीलाई माथिबाटै घरमा आउँछ हजुर। 50 किलो टिपेर उता टिप्दा पनि हामीलाई दिनुहुन्छ चिया 2 पाते 1 सुइरो यो टुप्पोलाई भन्छ त्यहाँदेखि चाहिँ यो तल सबै मुन्डेसँग माथि माथि सबै टिपाइ हुँदैछ यहाँ वेट हुँदैछ स्केल हुँदैछ उहाँहरूले टिपेर ल्याउनु भएको चियापत्तीहरू यसरी स्केल अब कसले कति किलो टिपे होइन त्यो हिसाब गर्दै वेट गर्दै यसरी टिपेर अनि कमानतिर लगिन्छ ल थ्याङ्क यू भेरी मच सोक्टिम चिया बगान रिपोर्टिङ इलाम